नमस्कार। आज यो लोकतन्त्रमा स्वाभाविक कुरा हो, यही फागुन 15 गतेको दिन काठमाडौँमा राजावादी एवं गणतन्त्र बीच भारी सङ्ख्यामा जुलुस निस्केको थियो। तर यो जुलुस निस्केको काठमाडौँमा थियो। तर यो काठमाडौँबाट 3 कोणे बनेश्वर वनस्थली जस्तो ठाउँमा निस्केको थिए। गणतन्त्रतिरबाट 35 लाख जति नै भारी सङ्ख्यामा जुलुस निस्केको थिए। यही राजतन्त्रबाट 5 लाख जति भारी सङ्ख्यामा जुलुस निस्केको थियो। यसै क्रममा यो जुलुसमा पुलिसको कारणले गर्दा, गृहमन्त्रीको कारणले गर्दा एउटा पत्रकारको सुरेश रजकलाई जिउँदो जला दिएको थियो। तर यही क्रममा गृहमन्त्रीको पुलिसद्वारा एउटा पहरियालाई गोली हानेको हो। तर यो कुरा होइन। सत्य कुरा यो हो कि राजतन्त्रबाट 35 लाख भारी सङ्ख्यामा जुलुस निस्केको थियो। यही गणतन्त्रबाट 5 लाख जति सङ्ख्यामा भारी सङ्ख्यामा जुलुस निस्केको थियो। यो स्वाभाविक। तर यो जानता बेवकुफ भएको। यो कुरामा हामी सहमत छैन। यो कुरामा कोही पनि सहमत छैन। यसको लागि निवाचन हुनुपर्छ। संसद विघटन हुनु पर्यो। निवाचन हुन्छ। एकातिरबाट राजा भोट लड्नुहोस्, एकातिर गणतन्त्रबाट लोकतन्त्रवादीहरू भोट लड्नुहोस्। त्यसको बहुमत आउँछ, ऊ राष्ट्रपति चाहिँ राष्ट्रपति राजा हुन्छ भने राम्रो हुन्छ। गणतन्त्रको स्थापना हुनुपर्छ। कमेन्ट गर्नु होला। जय मधेस।